अनि हेलो गाइस, म चाहिँ यहाँ आज आइरहेको छु रोटी खानु। पर्छ यहाँ त पूजा पो रहेछ आज है। सेल रोटी खान चाहिँ आज म आइपुगेँ। भाग्य मानिरहेछु, भाग्य कि अभाग्य हो, तर म लास्टै अभागी चाहिँ छु है। तपाईँ जस्तो भाग्य चाहिँ छुइनँ अरे होइन, तपाईँ जस्तो भाग्य चाहिँ छुइनँ। तपाईँ जस्तो भाग्य चाहिँ अलिक छुइनँ। अनि यहाँ अब म प्रसाद खान्छु। आज पूजा लिम्बूको युमा होइन, लिम्बूको युमा पूजा रहेछ आज। के गर्नु, लिम्बूको बुढी हुनु पाइएन। लिम्बूको बुढी हुनु नपाए पनि युमा अनि म चाहिँ आज बजार गएको थिएँ। मेरो काम कति पर्छ भन्ने कुरा त मलाई पो थाहा छ त है। म चाहिँ मेरो यो चस्मै बनाउनै जानेको छैन। यो चस्मा मलाई झुकाएर पसलकोले फसायो। 1500 अरे यो चस्माको खुट्टा भाँचेर फेरेर आएको होइन। अनि फेरि यहाँ बाङ्गो परेर आज फेरि गएर भनेर अनि मेरो काम हिँडिराख्नु परिरहेको छ। हजुर धागो तान्यो औठीले। अनि पुगेर आएर म चाहिँ यहाँनिर भक्त दिदीकोमा यो युमामा मासु पनि खानुहुन्छ अरे। अनि यो चाहिँ के को मासु हो साथीहरू? कस्तो कपाल खुस्केको गऱ्यो अहिले रोटीमा पुरो भने। देख्दिनँ आजकल, म पनि मोबाइल हेरेर लाउँछु होइन। हिँड्दाखेरि चाहिँ हावाले फुक्छ कि अनि आँखा पोल्छ र आज चाहिँ जाडो छ। म चाहिँ चिया खानु आइपुगेको छु यहाँ होइन। प्यारी दिदी, राम्री दिदीले बनाइदिनु भएको, कसले बनाएको होइन। ब्लकर के यसो मेन्जो ब्लकर मेन्जो त्यो चस्माहरू म चाहिँ रोटी खाँदैछु। दोकानमा हो लुजहरू भएको क्या त्यसको त्यो चस्मा दोकानमै बनाइदिन्छ। है भक्त दिदी, घडी दोकानमा कि चस्मा दोकानमा? घडी चस्मा छ नि त्यहाँ छेउमा होइन। चस्मा दोकानमा हो मेरो। चस्मा दोकान क्या त्यो भन्दा अर्थ होइन होइन यत्रो टुक्रा राखेको भनेको त्यहाँ त पिका दिन्छ। चस्मा पसलमै बनाइदिनुपर्छ। त्यहाँ दिनुपर्छ, तिनीहरू सोचाइदिन्छ क्या। टाइट भयो भने लुज बनाइदिन्छ। अन्त म त कहाँ चाहिँ बनाउँछु त्यसै सानो टोकरीमा पो होला भन्छ होइन। त्यहाँ त घडी मात्रै हो नि। बाङ्गिएको छ तपाईँको पनि? यो बाङ्गेर निस्केको र त्यसको खुट्टे बनाइदिन्छ त त्यहाँ? पिने निस्केको पिने निस्केर एक खुट्टे मात्रै भइरहेछ। लाउँछु अनि मोबाइल हेर्दा रहेछ अड्काएर हेऱ्यो क्या। अनि हुन्छ मोबाइल हेर्दा सबैभन्दा चाहिन्छ। म त मोबाइल हेर्दा पनि बिर्सी जान्छु। अब म सक्दिनँ त त्यसै त, म त दुख्छ त्यो दाना। रोटी कसले पोल्नु? मैले त्यतिकै घुमाइदिएँ। चिनी चाहिँ म जहिले कम लाउँछु क्या। कडा चिनी पनि ठिक्क है। सुगर हुनेहरूलाई त फेरि साह्रो पर्छ। कडा चिनी लाउँछु। तपाईँहरू पनि खानु मेरो जुठो। माया पर्छ सबै ठोकाउ जुठो पानी। सबैजनालाई माया छ है मेरो ब्लग भिडियो हेरेकोमा। कुन खालको माया? यो खालको? यसलाई देखाउनु न त्यो खालको माया। यो खालको माया बेना कहाँ जानु भयो? भामीसँग मार्छ माया। यो सबैजनालाई माया छ मेरो। साथीहरू म चाहिँ यहाँ खाँदैछु एकदम स्पेसली चोचोको मासु।
कति मिठो छ धरानको बङ्गुर मिठो छ रोटी मासु यामी पकाइरहेको छ म चाहिँ एकदम मिठो गरी खाइरहेको छु जिब्रोमै धुन्दिनँ हेर्नु त कस्तो मिठो छ है साथीहरु आज फेरि मौसम कस्तो चिसो भएको एकदम चिसो मौसम पानी परेको गरेर है पानी परेको बेलामा चिसो मौसममा यस्तो मासु खाँदाखेरि कस्तो अझै यो चस्मा बाङ्गै देख्दैछु कि अझै यो चस्मा राम्रो या खै अन्त फसायो के हो भैयाले भनेको जस्तो भएन खानपिनहरू घरै पछि उसको हातको खाना क्या जहिले पनि एकछिन पुरा मिसिन जस्तो बनाउनु बोलाउनु अनि फेरि घर पठाउनु फेरि बनाउनु हात मिठो होइन एकछिन जाउँ भनौँ बिजुली जस्तै होइन पुरा जाँदु जस्तै के तपाईँ काम गरेर होला जाडो भएको ए गरेर यतिकै वर्ष त जाडै छैन हो र साथीहरू यो चस्मा बाङ्गो छ कि छैन योले माथि छ कि छैन यो हेर्नुहोस् है बाङ्गो छ कि छैन अलिक बाङ्गो भयो जस्तो छ चस्मा ए अनि दिदी अनि ऊ ठुलो मान्छे चाहिँ को तपाईँको भेनाको भाइ भेनाको भाइ भेनाको भाइ हो र भेनाको भाइ पनि अझै छ ल गाइस फाइनली म चाहिँ घर जाँदैछु खायो पियो होइन ल साथीहरू म चाहिँ फाइनली घर आइपुग्नु लागि है हजुरहरूले भिडियो मन पऱ्यो यसलाई लाइक कमेन्ट र हेरिदिनु नभुल्नुहोला भन्दै आज म बिदा चाहन्दैछु फेरि पनि मेरो न्यू भ्लग लिएर आउनेछु हजुरहरू सामु भन्दै बाई बाई।